हेलो एभ्रिवान, सम्पूर्णमा सेवा र नमस्ते। म लिम्बुनीको तर्फबाट अनि आज बन्दैछ ओट्सको मिठी म्याम। ओट्सको मिठी म्याम बनाउनको लागि चाहिँ मैले सुरुमा ओट्सलाई लिए, त्यस पछाडि अलिकति आज चाहिँ दुध अलिक कम्ती भएको भएर मैले भिजाइदिएँ। अनि यो चाहिँ पहाडको घिउ हो, लोकल गाईको घिउ। अस्ति नै मैले 3 केजी मगाइरहेको थिएँ। 3 केजीमा अब यति एक डब्बा चाहिँ सकिसक्यो अनि बाँकी अरू छ। अनि म चाहिँ प्रायः जसो नानीहरूलाई चाहिँ खानेकुरा उनीहरूको खानेकुरा चाहिँ घिउमै बनाइदिइराखेको हुन्छु। अनि यो ओट्स भिजाएपछि चाहिँ यस्तो हुन्छ। अनि हल्का हल्का चलाउँदै अलिकति फ्राई गर्दै मैले यो फ्राई गर्ने क्रममा मलाई यति धेरै यो घिउ उछिटेर आएर मेरो हातमा यति धेरै पोल्यो नि हैन के भनेर। अनि कतिजनाहरूले चाहिँ भन्नुहुन्छ क्या मलाई, नानीहरूलाई थरी कस्तो के खानेकुराहरू बनाइदिन्छौ, तिमीलाई अल्छी लाग्दैन भन्नुहुन्छ क्या। मलाई अल्छी चाहिँ लाग्दैन हैन। म त्यस्तो धेरै बनाउनु जान्ने पनि छैन, त्यस्तो धेरै थरीको नि बनाएर दिन्दिनँ। त्यही हो, मलाई जे आउँछ, मलाई जस्तो आउँछ त्यस्तै नै मैले बनाउने हो हैन। अनि मलाई जस्तो आउँछ, मैले जस्तो बनाउँछु त्यस्तै नै भिडियोहरू पनि सेयर गर्ने हो। अनि मलाई तर खुसी लाग्छ मेरो नानीहरूले चाहिँ जे होस् खाइदिन्छ के। जे पनि नानीहरूले जे बनाउँदाखेरि पनि जे पनि खाइदियो भने चाहिँ जस आफू बनाइदिनेलाई चाहिँ जागर आउने रहेछ के। रहर यो बनाइदिँदा खान्छ, यो बनाइदिँदा खान्छ, यो बनाइदिँदा पनि खान्छ भन्ने खालको एउटा एनर्जी आउने रहेछ क्या। नानीहरूले खाइदिएपछि चाहिँ बनाउनु जागर आउँछ है। अनि यो चाहिँ बनाना कस्तो उसको पापाले कस्तो गिलिगिली भएको ल्याइराख्नु भएको थियो। अनि खाँदैन नि त त्यतिकै। अनि यतिकै म्यासमुस पार्दै मिक्स गर्दै बनाएर दिँदै त्यतिकै अब फेरि फ्रिजमा अलिकति त त्यतिकै छ। अनि फेरि म चाहिँ के भएको के, नानीहरूको लागि भनेर ल्याएको फ्रुट्स होस् या जे कुरा होस्, म चाहिँ कस्तो मलाई खानु नै आँट आउँदैन के। कति गाली गर्नुहुन्छ नि त मलाई। म पनि अब बिरामी त्यस्तो अलिक उयो नै छु नि त, विक नै छु नि त। अनि फ्रुट्सहरू त्यत्रो हुन्छ फ्रिजभरि बरु कुहिएर जान्छ, खानु पर्दैन भन्छन् कि। मलाई खानु नै आँट। अनि यहाँ देख्नु सक्नुहुन्छ मेरो हात कस्तोरी रातो भइरहेथ्यो हो। अनि अहिले त झन् डेन्जर भइरहेछ। अनि आजको मेरो खाजा चाहिँ केही थिएन भन्दा नि यही ओट्सको मिठी म्याम थियो। अनि एउटा एप्पललाई काटेर यहाँनिरमा राखिदिँदैछु। एप्पल र अन्डा राखिदिँदैछु एक्स्ट्रा चाहिँ। उनीहरूलाई अर्को डब्बा पनि चाहिन्छ जहिले, तर खाने चाहिँ होइन क्या। Thanks for watching. यो दिन चाहिँ म्यामले खुवाउनु ल भनेर दिएको थिएँ, खुवाइसक्नु भएछ। थ्याङ्क्स फर वाचिङ, बाई बाई।